फाइनली आज चाहिँ खसी खाने प्लान भएर चाहिँ हामी खसी लिन आउँदैछौँ, आइसकेका छौँ। तर अब यहाँनिर दामकाम हुँदैछ। के कस्तो छ? बबाल छ, ठुलो रहेछ। तर ठिकै छ है। तर दाम मिलेको छैन यार, अलिक दाम बढीको, दाम बेसी बेसी। के भन्नुहुन्छ? ल ल ल यहाँनिर अब यो खसी छ कि कस्तो चाहिँ खसी ठिक हुन्छ हौ? ऊ त्यस्तो खालको हो कि हो? यो के हो? यो चाहिँ ढलक ढलक छ त अनि यो चाहिँ लतक लतक छ त। प्रतिक्रिया केही छैन। अब जाने हो, त्यसपछि खसी मजाले बनाउने, रुगा मर्की लागेको छ, रुगा मर्कीमा अब खानु पनि नहुने हो, तर चट्टै हुने गरेर बनाएर हाने क्या। देशी के अवस्था? अल्हम्दुलिल्लाह भालो 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 न? अनि यसको त अनि झुन्डिरहेको त नि तल। अनि के हो यो? खसी चाहिँ बाहिर निकालिसक्यौँ, तर दाम मिलेको छैन क्या अझै। पहिल्यै बाहिर निकालिसकेका छौँ। फाइनली अब दाम मिलाउने छौँ, मिलाएर तपाईँहरूलाई काटेर खाएको पनि देखाउने छौँ है। पछिसम्म हेर्दै गर्नु होला, स्लिप नगरिकन। ओके गाइस, दाम बेसी दाम बेसी दाम बेसी। समस्या बेसी। ताली सर्लक्कै छ त। के छ टाउके भाइ? फाइनली यस्तो हुँदैछ हाम्रो चाहिँ होइन। टक्क यहाँ चाहिँ राजखानी खाँदै है, फेरि हामी चाहिँ राजखानी खाने चाहिँ फाइनली सक्यो है। अब चाहिँ टक्क अब सक्यो नि। यतातिर चाहिँ त्यसरी उठाउबाट लाग्दैछ भने यता अर्कोपट्टि हाम्रो आन्द्रापट्टि काट्दै हुनुहुन्छ हाम्रो नरेश सरले। काटेर चाहिँ बनाएर खाने हुन्छ आज। हेर्दै गर्ने होला पछिसम्म। फाइनली आज चाहिँ हामीले चाहिँ खसी चाहिँ काट्दै चाहिँ सकिसक्यो होइन। तर अब चाहिँ लास्टै थाकेको, त्यही भएर अघि धेरै खासै काटेको चाहिँ बनाउनु सकिएन। कस्तो लाग्यो तपाईँले हेरिसक्नु भयो होला होइन, कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि दिनु होला। अनि अरू त के भनौँ। अनि आजको भ्लग चाहिँ यहीँनिर